शक्तिमा छन्। यी तीन नेताकै कारणले विकृति भइरहेको भन्ने स्वरहरू पनि चौतर्फी सुनिएकै छ। धेरैले प्रश्न पनि उठाउँछन्, अब यी बुढा नेताले राजनीतिबाट सन्यास लिनु पर्यो र अभिभावक बनेर बस्नु पर्यो भन्ने स्वरहरू सुनिन्छन्। गगन थापाले यही भन्नुभयो। अहिले देशमा आन्दोलन चलिरहेको छ, राजा फर्काउने आन्दोलन चलिरहेको छ, तर तीन नेता भने कुर्सीकै वरिपरि हुनुहुन्छ। उहाँहरूले कुर्सी नछोड्ने भने आन्दोलन अझै चर्किन्छ। त्यसकारण गर्दा तीन नेताले राजनीतिबाट विश्राम लिने बित्तिकै आन्दोलन रोकिन्छ र देश नयाँ चरणमा प्रवेश गर्छ भन्ने अभिव्यक्ति उहाँले दिनुभएको थियो।